विदेशमा जस्तै नेपालमा पनि के किस्तामा घर पाइन्छ त? तपाईहरू धेरैजनाको जिज्ञासा मैले सुनेको छु। त्यसैले नेपालमा विदेशमा जस्तो किस्तामा चाहिँ पाइँदैन, फुल इन्स्टलमेन्टमा चाहिँ पाइँदैन। तर किस्तामा लिने आधारहरू चाहिँ छ। भन्नु खोज्नुको मतलब अब तपाईसँग डाउन पेमेन्ट 50%, 40%, 35%, 30% छ भने त बैंकले तपाईलाई 60-70% दिइहाल्छ। तपाईले घर किन त्यसै पनि बैंकको लोन त किस्तामै हुन्छ। त्यो बाँकी बैंकको लोन चाहिँ किस्तामै हुन्छ। त्यसलाई किस्तामा इन्स्टलमेन्टमा लिन पाइयो, तर फुल इन्स्टलमेन्टमा चाहिँ लिन नेपालमा पाइँदैन। अब थोरै पैसा छ तपाईसँग, 50-60 लाख मात्रै छ, तर तपाईलाई करिब 2.5 देखि 3 करोडसम्मको घर किन्ने रहर छ। अब के गर्ने त? अब तपाईलाई डाउन पेमेन्ट तपाईको 40% त पुग्दैन। हो, त्यस्तो कन्डिसनमा चाहिँ एउटा उपाय छ। त्यो उपाय भनेको चाहिँ कुनै पनि बन्दै गरेको या जगमै तपाईले 3D हेरेर, जग्गाको लोकेसन हेरेर, घरको 3D हेरेर तपाईले बुक गर्न चाहिँ सक्नुहुन्छ। एकछिनलाई मान्नुस् 50 लाख तपाईले बुक गर्नुभयो। अब तपाईले घर बनाउनलाई 8-10 महिना त लाग्छ। अनि तपाईसँग इन्कम राम्रो छ भने 4-5 लाख रुपैयाँ मन्थली तपाईँ तिरेर फेरि अर्को 50-60 लाख तपाईले एक वर्षमा पुर्याउनु भयो भनेपछि कति भयो? 1 करोड हाराहारी 1.25 करोड त तपाईको इन्स्टलमेन्टमै जम्मा भइसक्यो। अब बाँकी पैसा फेरि तपाईले पास गर्दाखेरिको अवस्थामा बैंकको लोन गर्नुस्, फुल इन्स्टलमेन्टमा पनि घर पाइयो। तर फुल भन्नाले 50-60 लाख चाहिँ डाउन पेमेन्ट चाहिन्छ जगमै बुक गर्नको लागि। कस्तो लाग्यो यो भिडियो? मन परेको भए लाइक, कमेन्ट र मेरो यो अशोक श्रेष्ठको आइडीलाई फलो गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू।